यस संस्थाको कोषाध्यक्ष भएको कारणले मैले आर्थिक प्रतिवेदन बनाउन गइरहेँ। अब फेरि अतिथिज्यूहरूलाई भन्न चाहेन मैले यो प्रतिवेदन सुनाउन गइरहेको छु। गल्ती भएमा सच्याएर पढ्न हुन पनि अनुरोध गर्दछु र 2081-82 को 10 लाखतर्फ पुँजी तथा दायित्व सञ्चालित कोषमा गत वर्ष 2,69,245 थियो भने यस वर्ष 2,95,909 रुपियाँ 0.13 पैसा रहेको छ। यस वर्ष 26,664.13 रुपियाँ रहेको छ, 13 पैसा रहेको छ र लिनुपर्ने लेखा परीक्षण शुल्क 15,000 थियो भने यस वर्ष पनि 15,000 रहेको छ। तिर्नुपर्ने विविधमा गत वर्ष 10,79,287 भएको थियो भने यस वर्ष 27,69,96.84 रहेको छ। समूह कोषमा गत वर्ष 0 थियो भने यस वर्ष 17,45,000 नाम लेख्नु विश्वास त्यतिकै जम्मा गत वर्ष 13,63,532 थियो भने यस वर्ष 48,23,597.19 रहेको छ र सम्पत्तिमा बैंक मौजा गत वर्ष 37,000 रहेको थियो भने यस वर्ष 11,50,992.13 रहेको छ र किसान सङ्घ गत वर्ष 36,000 रहेको थियो र जिटिसीमा गत वर्ष 11,88,932 थियो भने यस वर्ष 31,21,415.06 रहेको छ। लगानीमा गत वर्ष 1,34,000 रहेको थियो भने यस वर्ष 5,34,000 रहेको छ। मौजात सामानमा गत वर्ष 0 छ भने यस वर्ष 17,190 रहेको छ र जम्मामा गत वर्ष 13,63,532 रहेको थियो भने यस वर्ष 48,23,597.19 रहेको छ। त्यसै गरी आय व्यय लेख्नु नाम यार नाम लेख्नु के त्यतिकै तपाईले खरिद 60,65,688.96 रहेको छ भने दाना चोकर खरिदमा 17,62,230, घिउ खरिद 24,000, जम्मा खरिद 58,91,918.96 रहेको छ। जिन्सी मौजातमा 17,190, कुल लागतमा 78,34,728.96 रहेको छ। मसलन्त खर्चमा 11,204, तलब खर्च 2,60,000, समूह कृषक थप रकम 6,22,096.20, विविधमा 35,920, साधारण सभा 11,570, लेखा परीक्षण शुल्क 15,000, खुद बजट 26,664.13 र जम्मा खर्चको तर्फ 9,82,454.33 रहेको छ र आय विवरणमा दुध बिक्रीबाट 68,14,291.29, घिउ बिक्रीबाट 25,500, दाना चोकर बिक्रीबाट 18,02,090, स्थानीय दूध बिक्री 1,09,972, विविध आयमा 65,340, जम्मा आय 88,17,183.29 रहेको छ। कुल नाफामा 9,82,454.13 रहेको छ र जम्मामा 9,82,454.33 रहेको छ।
त्यसै गरी 2081 4 महिना 1 गतेदेखि 2082 3 महिना 32 सम्मको नगद प्रवाह विवरण यस प्रकार रहेको छ। विवरण कारोबारबाट नगद प्रवाह कारोबारबाट नाफा नोक्सान 26,664.13 र 1,26,645 रहेको छ। आयकर व्यवस्था 00 रहेको छ। राज 00 रहेको छ। दायित्वमा कमी वृद्धि कमी 34,60,65.19 रहेको छ र 12,20,932 रहेको छ। आसामी वा वृद्धि कमी 23,49,673.6 रहेको छ भने 11,88,932 रहेको छ। कारोबारबाट खुद नगद प्रवाह 11,37,056.26 र 1,58,645 रहेको छ। लगानी गतिविधिबाट नगद प्रवाह सम्पत्ति खरिद बिक्री 00, धरौटीमा वृद्धि कमी 00, अन्तिम मौजातमा वृद्धि कमी 00 र लगानीमा वृद्धि कमी 23,064.13 र 1,26,645 रहेको छ। वित्तीय कारोबारबाट नगद प्रवाह शेयर पुँजी वृद्धि घटी 0, प्रोप्राइटर सापटीमा वृद्धि घटी 0, दीर्घकालीन ऋणमा वृद्धि कमी 0 र अन्य 0 रहेको छ। वित्तीय कारोबारबाट खुद नगद प्रवाह यस वर्षको खुद नगद प्रवाह 1, 2, 3 11,13,992.13 रहेको छ भने यता 32,000 रहेको छ। गत वर्षको सुरु ब्याङ्क तथा नगद मौजातमा 37,000 रहेको छ भने यता 5,000 रहेको छ। जम्मा ब्याङ्क तथा नगद मौजात 11,50,992 रहेको छ भने यता 37,000 रहेको छ। त्यसै गरी 2081 4 महिना 1 गतेदेखि 2082 3 महिना 32 गतेसम्मको अनुदान विवरण आय विवरण यस प्रकार रहेको छ। नगरपालिका पाइपलाइन अनुदान गत वर्ष 0 छ भने यस वर्ष 2,42,000 होइन 2,04,281.34 रहेको छ। माडी नगरपालिकाबाट दुध लिटरमा प्राप्त अनुदान 4,91,604.14 रहेको छ। माडी नगरपालिकाबाट प्राप्त अनुदान गत वर्ष छैन। यस वर्ष 2,04,635.52 रहेको छ। ब्याङ्क ब्याज आम्दानी छैन। विविध आम्दानी छैन। कुल जम्मा आम्दानी गत वर्ष छैन भने यस वर्ष 9,05,021 रहेको छ। अनुसूचित खरिद विवरणमा खरिद लिटरमा गत वर्ष छैन। यस वर्ष 89,839 रुपियाँ 4 पैसा रहेको छ। जम्मामा 79,839.4 रहेको छ। यति नै रहेको छ। आसन गराउनुको मालिसको मालिका अभियन्ता श्री ओम मन्तव्यको क्रममा किसानहरूको तर्फबाट आफ्नो भनाइमा राखिदिनुहुन्न यस समिति सदस्य पनि हुनुहुन्छ बाबुराम पछि घन्टी बजार आएको बरु आएर सौदालाई भेटेर आयो नि ब्याजमा लिएर आएको अहिले त 1,02,000 गइसक्यो एउटा भिडियोमा। सृजनशील दुग्ध उत्पादक समूहको साधारण सम्पूर्ण चिया सदस्यहरू तथा आजका यस सभाका प्रमुख अध्यक्षहरू र विशेष अतिथिगणहरूमा सर्वप्रथम मेरो न्यानो अभिवादन।
यहाँ सबैले लगभग बुझेकै कुरा हो र हामीहरूले धेरै पहिला हामीलाई दुध अलिक बरुवा लानलाई टाढा भएको कारणले गर्दा हामीले यहाँ खोलेका थियौँ र यहाँ खोल्दा हामीले केही सेयर जम्मा गरेर गरेका थियौँ र पहिला हामीले सूर्यबाट सञ्चालन गरेर हाम्रो खाताहरू सूर्यमा छ र पछि हामीले केही प्राविधिक कारणवश सृजनशीलबाट हामीले सञ्चालन गऱ्यौँ र यसै सिलसिलामा हामीहरूले खास गरी बुझ्नुपर्ने कुरा के हो भने हामीले यो यसरी छिटफुट गर्दाखेरि भन्दा हामीले सम्पूर्णलाई एकत्रित गरेर एकै ठाउँबाट सेतो माडीको अभियानबाट हामीले त्यो दुधहरू गर्न सक्यौँ र यहाँ हाम्रो चाहिँ कम्पनी जस्तो बन्यो भने सधैँ हामीले दुध बाहिर जान नजान सक्ला र हामीले यहीँ उत्पादन गरेर यहीँको दुधको चिजहरू यहीँ उत्पादन गरेर यहीँ बिकाउन सकियो भने यहाँका किसानहरूको आर्थिक स्थिति उठ्ला र सधैँ टिकाउ पनि होला भन्ने सिद्धान्तले हामीले सेतो माडीको अभियान चालु गऱ्यौँ र यहाँ अभियन्ताहरूले यसलाई ठुलो राम्रो काम गर्नुभयो भन्ने हामीलाई लाग्छ र सर्वप्रथम म यहाँ अभियन्ताहरूलाई धन्यवाद दिन चाहन्छु र यसै गरी हामीले के गर्नुपर्छ भने वास्तविक किसानहरूले किसान भइसकेपछि कम्तीमा पनि हामीले एउटा दुईवटा गाई अथवा भैँसी त पाल्नै सक्छौँ होइन त्यसमा अहिले पालिरहेकोमा एउटा दुईवटा थपिदियौँ भने यहाँ उत्पादन भइरहँदा दुधको पनि वृद्धि हुने र हाम्रो जीवनस्तरमा पनि सहज हुने अहिलेको महँगाइमा सबभन्दा सजिलो भनेको हाम्रो दुधबाट नै हो हुन त कतिपयले नसक्ने अवस्था होला त्यो यो ठाउँमा कोही पनि सामान्य दुध खानको लागि पनि यहाँ नजिकै भएपछि दुध खाने वस्तुको रूपमा पाल्दा पनि एउटा वस्तुको 2 लिटर 4 लिटर दुध यहाँ ल्याउन सजिलो हुन्छ र सक्नुहुन्छ र त्यसमा हामीले गाईबस्तु पाल्दाखेरि जस्तो हाम्रा गाईबस्तुहरूले आज दुध थोरै दियो किन थोरै दियो होइन के भएर थोरै दियो हामीले यहाँ प्राविधिकहरूसँग कुरा राख्न सक्छौँ र त्यो कुरा राखेर हाम्रो गाईलाई आज जस्तो 2 लिटर दिएको छ भने भोलि घटेर 1.5 लिटर छ किन घट्यो त हाम्रो आहार विहारको कारणले हो अथवा चाहिँ कुनै रोग लाग्यो त्यसमा पनि हामी किसानहरूले ध्यान दिन जरुरी हुन्छ है र यसै गरी हामीले घाँसहरू उत्पादन गर्न जस्तो घाँस पनि हामीले बस्तु पाल्ने भन्ने परालले पनि हामीसँग दुध आउँदैन अलिकति घाँस पनि हामीले थोरै घाँस हाल्यौँ भनेदेखि हामीलाई त्यसमा पनि सहायता हुन्छ र दुधको सबै हामीले जस्तो क्याल्सियम र उयो चापट चोकरहरू ल्याएर दानाहरू ल्याएर मात्रै खुवायो भने त्यो पनि सँगसँगै मिसाउनुपर्छ तर घाँस पनि सँगसँगै मिसाउनुपर्छ हामीले घाँस घरैमा हाम्रो वर्षाको जग्गा छ त्यहाँ हामीले घाँस हाल्यौँ भने हाम्रा वस्तुहरूलाई नियमित घाँसबाट उत्पादन कम्तीमा पनि दिनको 5 किलो घाँस चाहिँ नियमित उपलब्ध गराउन सक्नुपर्छ है त्यसै गरी यो भन्दै यहाँ सम्पूर्ण किसानहरूले त्यसरी नै गरिदिनु होला र अर्को कुरा के भने हुनु त यहाँ आइसक्यो अलिकति कताकति यताउति हुन्छ कि भन्ने जस्तो कुरो आइरहेको थियो होइन त्यसले गर्दाखेरि हामीलाई कता कता अलिकति आशंका उठिरहेको थियो तर हाम्रो पहिलेदेखि त यहाँ भएको र सबै धेरै सदस्यहरू यहीँ भएको कारणले गर्दाखेरि यो अन्त जाँदैन भनेर हाम्रो अध्यक्षज्यूले आशा अघि नै दिइसक्नु तपाईँहरू सुनिसक्नु त्यसमा भाव नपर्न हुन भनेर भनिसक्नु भएको छ होइन त्यसको गर्दै म मेरा 2 शब्दहरू यही टुङ्ग्याउँछु हस् धन्यवाद संस्थामा सधैँभरि एक दिन पनि खाली ल्याउने नियमित दुध ल्याउने किसान जो उहाँले 2098 लिटर दुध ल्याउनु दिनप्रसाद दिनप्रसाद भुषालजी हुनुभएको छ मलाई अगाडि
नियमित दुध बेच्ने प्रसाद भुषालले 2098.8 लिटर दुध ल्याउनु भएको थियो र त्यसै गरी सान्तोनामा हुनुहुन्छ इन्द्र प्रसाद दवाडीज्यू। उहाँले 2712.5 लिटर दुध ल्याएर सान्तोना हामीले प्रश्न ल्याउने हो भन्ने भावना गराएर हाम्रो यस सेतो बारी कार्यक्रमले हालसम्म बारीमा कति कार्यक्रम गर्यो के गर्दैछ भन्ने विषयमा स्पष्ट जानकारी राखिदिनु हुनको लागि सेतो बारीको अभियानको श्री ओम धेरै धन्यवाद इन्द्र दवाडीज्यू, कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, मञ्चमा आसीन अतिथि र सम्पूर्ण सृजन दुध उत्पादक कृषक समूह अन्तर्गतका सहभागी शेयर सदस्यज्यूहरू र आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक नमस्कार अभिवादन गर्न चाहन्छु। बाबुले उताबाट फोटो खिच्नु खोज्नुभयो, म यता लागेँ है त। सृजन कृषक समूहले एउटा दुध सङ्कलन केन्द्र मार्फत यहाँका किसानहरूलाई राहत सुविधा दिँदै आय आर्जनको एउटा मेलोमा जोड्ने एउटा महत्त्वपूर्ण काम गरिराखेको थियो। त्यसमा स्थापनादेखि यहाँसम्म लागिरहने अग्रज संस्थापक सदस्यहरू र यसलाई सफल पार्न लाग्ने सम्पूर्ण किसानहरूलाई मैले हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। हामीले तपाईँहरूले गरिरहेको यो कामको कारणले यही ठाउँमा आएर यसलाई अझै व्यवस्थित गर्न सक्दाखेरि, किसानहरूको आय आर्जन जोड्न सक्दाखेरि, यहाँबाट बसाइसकेर पारीतिर सर्ने लहरको लागि रोक्न सकिएला कि यहाँको उद्यमशीलतालाई पनि केही सम्मान गर्न सकिएला कि भनेर हामीले जे सोच्ने अवसर पायौँ, तपाईँहरूकै कामको कारणले पाएका छौँ। एउटा रमाइलो कुरा भनौँ, अलि दुःखद पनि छ, रमाइलो पनि छ। यो बिचमा हामीलाई अलिकता पैसा आउँदै थियो सरकारबाट। त्यो पैसा हामीले 15 लाख जति हामीले लगानी गरेपछि 80 लाख हामीले पाउँछौँ र 1 करोड जतिको एउटा काम गर्छौँ भनेर एउटा स्रोत बनाएका थियौँ। सरकारले हामीलाई 80 लाख नै लगानी नगरिकन चाहिँ नदिने भएपछि त्यो पैसा आउने भएन। अनि के गर्ने होला भन्दाखेरि अब घर बनाउनलाई खर्च गर्नुभन्दा मेसिन ल्याउनलाई खर्च गरौँ, बनिरहेको घरमा जाउँ भनेर अर्को ठाउँमा गयौँ। त्यो अर्को ठाउँमा जाँदाखेरि यहाँ ठिकै यो भवनमा तपाईँले मेसिन ल्याएर काम सुरु गर्नु भन्नुभयो। त्यो नराम्रो कुरा त होइन, हामीले पनि ठिकै छ सल्लाह गरौँला भन्दै थियौँ। तर पछि के भयो भने यो ठाउँमा हामी आएर भवन निर्माण गर्ने, उद्योग निर्माण गर्ने भनेर जो अभियान सुरु गर्न खोज्दै थियौँ, यहाँबाट चटक्क छोडेर जाँदाखेरि यहाँ तपाईँहरूको माया ममता, तपाईँहरूलाई दिएको हामीले विश्वास र तपाईँले हामीप्रति गरेको विश्वासको सबै टुक्रिने र हामी चाहिँ अप्ठ्यारोमा पर्ने भयौँ। यो चाहिँ गर्न मिल्दैन। यहाँ विषय पनि उठाउनु भयो एकजनाले, त्यो सही थियो, यहाँ जसले उठाउनु भयो उहाँलाई म धन्यवाद दिन चाहन्छु। अनि त्यसपछि हामी त्यो खाली घर त्यो चाहिँ हामी जान तयार भएनौँ। हामी त्यहाँ जाँदैनौँ। त्यहाँ पनि दुध सङ्कलन गरेर यसरी यहाँका किसानहरूले जसरी दुध सङ्कलन गर्ने अभियान गर्नुभएको छ त्यो कामको सुरुवात त्यहाँ गरौँ। त्यहाँ दुध सङ्कलन गरौँ। त्यहाँ भोलि दाना उद्योग हुनसक्छ, अरू केही चाहिँ गरौँला, तर दुध निर्माण उद्योग उता जान सक्दैनौँ भन्ने भनौँ। त्यसले गर्दाखेरि यहाँ तपाईँले त्यो गर्नुभएको थियो र यहाँबाट छुट्टिने हामीलाई अवसर भएन अथवा त्यो गर्न सकेनौँ। हामीले त्यहाँका किसानहरूले त्यो गर्नुभएको थिएन, त्यसले गर्दाखेरि हामी त्यहाँ जान पनि सकेनौँ। त्यसले गर्दाखेरि त्यो तपाईँहरूले 2 लिटर 4 लिटर गर्दै जो जम्मा गर्नुभएको थियो त्यसको धेरै ठुलो महत्त्व थियो भन्ने कुराको मैले एउटा सन्दर्भ यहाँ राख्न चाहेँ। त्यसले गर्दाखेरि होला आज नियमित दुध ल्याउने एकजना दाजुको खबर सुनेर मलाई खुसी लाग्यो। त्यसै गरी एउटा छुट्टै व्यवसाय पनि छ, तर यहाँ कृषि उद्यमी गरेर यहाँका 1-2 जनालाई रोजगारी दिएर सुरज भाइले जो गर्नुभयो त्यो पनि एउटा हामीलाई सराहनीय छ भने यहाँ जो पुरस्कार पाउनुभयो सबैलाई मैले फेरि पुनः धन्यवाद दिँदै अहिले 2000-4000 लिटरको हामीले सुनेका छौँ भने मैले एक ठाउँमा सुनेको छु
1,47,000 लिटर दुध ल्याएर प्रथम हुनुभएको त्यो बजार नजिकैको एउटा डेरीमा थियो 1,47,000 लिटर ल्याउने हुँदो रहेछ नि त हामी जस्तै मान्छेले गरेर भएको हो नि त सरी है 97 1,97,000 एकजना किसानले हाम्रो डेरीको सबै पनि छैन होला कति हो गाजी 90,000 हाम्रो 89,000 जम्मा डेरीको भयो त्यहाँ एक्लै किसानको 1,97,000 भयो भन्नु खोजे हामी अलिकता व्यवसायिक भइसकेका छैनौँ हामीले अलिकता त्यसलाई चाहिँ व्यवस्थित तरिकाले गोठहरू बनाउने व्यवस्थित तरिकाले घाँसहरू लगाउने अब हामी अलिक चोकरमा धेरै भर पर्ने अथवा चाहिँ परालमा भर पर्ने गरिराखेका छौँ त्योभन्दा धेरै घाँसमा आधारित गर्ने अलिकता व्यवस्थित गोठहरू गराउने मैले यहाँ दुईवटा किसानहरूलाई उदाहरणीय रूपमा देखेको छु यहाँको मलाई धेरै अलिक थाहा छैन एकजना चाहिँ खैरेनीमा लोकप्रसाद देवकोटा भन्ने साथी हुनुहुन्छ उहाँले सुरुमा त दुध बेच्न लैजान पनि अप्ठ्यारो मान्नुहुन्छ हामीले जतिखेर डेरी सुरु गरेर अरे उहाँको दुध लैजानै नमान्ने ढाकाराम लामी सानो सरले तिमीले लैजानु भने मैले लैजान्छु तिम्रो दुध भनेर अलिक जोडबल गरेर सुरुवात गरिदिनु भएको थियो पछि उहाँहरूले चाहिँ 60-70 लिटरसम्म एकै दिन दुध लैजान थाल्नुभयो आफ्नो छोराहरूलाई पढाउने आफ्नो घरको व्यवस्था गर्ने त्यही दुधबाट गर्नुभयो र आफ्नो घडेरी मात्रै छ 1.5 गट्ठा त्यहाँ पछाडिपट्टि 1.5-2 गट्ठा अर्कैको चाहिँ घडेरी लिएर घाँस रोप्नु भएको छ त्यो घाँसले 6-7वटा गाई नियमित रूपमा पालेर उहाँले चाहिँ राम्रो व्यवस्थापन गर्नुभएको छ त्यो उदाहरणीय एउटा किसान मैले देखेको छु भने एकजना जगत पोखरेल हाम्रै वडाको भैरवपुरमा तपाईँले देखिरहनु भएको होला नभए नाम सुन्नुभएको छ उहाँहरूले अहिले 100 लिटरभन्दा बढी दुध दैनिक उत्पादन गर्नुभएको छ 38-40वटा वस्तु छन् र अझै मैले 20-30वटा थपेर 200 लिटरभन्दा बढी दुध उत्पादन गर्छु र मेरो आय आर्जनको यो स्रोत बनाउँछु भन्नुभयो उहाँको परालको टौवै छैन होइन परालको टौवा भएर होइन वस्तु पाल्ने परालको टौवा छैन तर उहाँले चाहिँ गाई पाल्नु त्यति धेरै र त्यति धेरै दुध उत्पादन गर्नुभएको छ केले होला त उहाँ घाँस लगाउनु भएको छ उहाँको 25 गट्ठा जतिमा घाँस छ अझै बढी मैले सबै धान रोप्न पनि छोडेर घाँसै लाउँछु धान त बरु यहाँ जसमा राम्रो त्यहाँबाट किनेर खाउँला भनेर भन्नुभएको छ है अनि उहाँले साइलेज लिएर आउनुहुन्छ लिएर आउनुभयो गत साल चाहिँ 26 जनवरी 260 कुइन्टल साइलेज लिएर आउनु घाँस साइलेज अनि त्यो भुस्साहरू गाउँको भुस्साहरू उहाँले जम्मा गरेर राख्नुहुन्छ त्यसलाई मिसाएर खुवाउनुहुन्छ यो वर्ष चाहिँ काटेको परालको टुक्राहरू किनेर खुवाउने उहाँको पिसाबर गाईको गोठको पिसाबर सँगै बगेर जान्छ एउटा इनारमा जाँदो रहेछ अनि त्यो इनारमा के गर्नु रहेछ भने एउटा मोटर लगाउनु खालि जोडी खालको समस्या मोटर अनि त्यसपछि लास्ट टाइम एउटा राखेली हुन्थ्यो नि लास्ट टाइम मलाई यहाँ नदिनु अहिले यहाँ हालिदिनु त हजुर यहाँ अहिले राख्नु अब सेतोबारीको सन्दर्भमा एउटा जिम्मेवारी पनि दिनुभएको छ म त्यसलाई 6 महिना 7 महिनादेखि हामीले रोजको पैसा पाउन ढिला भएपछि के गर्ने होला भन्ने एउटा चाहिँ कौतूहलता हाम्रा मैले विशेष सम्झिन चाहन्छु भगीरथ तिमिल सिन्हा तपाईँले चिन्नु भएको छ भगीरथ तिमिल सिन्हा खुट्टा अलिकति अपाङ्ग छ उहाँ हिँड्दाखेरि अलिकति फस्काएर हिँड्नुहुन्छ एउटा खुट्टा अपाङ्ग छ चोक बजारको अन्नपूर्ण डेरीको पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो उहाँहरूले पहलमा त्यहाँको चाहिँ अन्नपूर्ण डेरीलाई अन्नपूर्ण डेरी उद्योग बनाउनु भएको थियो त्यस्तै अर्को एकजना किशोर बगाली जसले जिल्ला सहकारी सङ्घको अध्यक्ष उहाँले दुईजनाको पहलमा आफै दुधलाई आफ्नै बजारीकरण गर्नुहोस् र त्यस मार्फत तपाईँले चाहिँ मानीको एउटा बजारलाई चाहिँ लिन सक्नुहुन्छ त्यो बाहेक मानीलाई थोरै मुक्त बनाउने सम्भावना छ मौसम भनेर होला नि त त्यही हो
मोबाइल छैन नि अहिले मोबाइल के बिर्सिन बाबाजी माथि केटाले यहाँ हैरान पारे आमासित माग भनेपछि मागेन भैरवपुरमा आएको भैरवी दुग्ध उत्पादक सहकारी संस्थालाई अपग्रेड गरेर माडीभरिको सहकारी संस्था बनाउँदै र त्यसको चाहिँ एउटा उद्योग आउँदै बजेटहरू खोज्नेहरूमा सङ्घीय बजेट त्यो जुत्ता एउटा एउटै खाक्यो यार प्रदेशको बजेटहरू खोज्दै यो अभियानमा हाम्रा बज्यो घन्टी अब उहाँले यसलाई अगाडि बढाउनलाई धेरै नै सकारात्मक ढङ्गले हामीलाई सहयोग र सहभागिता जनाइरहनु भएको छ सबैको सहयोग यहाँका किसानहरूको सद्भाव जसले चाहिँ सृजनशील डेरीको भवन यहाँको चाहिँ पूर्वाधार सबै कुरा हामीलाई उपलब्ध गराइदिनु अथवा यहाँका मन्दिर समितिले हामीलाई चाहिँ जमिन उपलब्ध गराइदिनु भयो तर पनि अहिले हामीले तुलसी त आज कालो निलो भएको थियो यार तुलसी त कालो निलो भएको थियो आज तुलसी कुन गोर्खा के अरे के अरे 25वटा घर बनाएको मैले जमिन नै बनाउन पाइने कि नपाइने पनि एउटा बहस अहिले उठेको छ त्यो जमिनको चाहिँ पूर्जा अलिकति कच्चा खालको छ भनेर हामीलाई चाहिँ अलिकति आलोचना त्यहाँ गरिएको छ त्यो बारेमा हामी फेरि छलफल गरौँला यस अहिलेसम्म हामी बनाउन पाउनुपर्छ र भनेरै लागेका छौँ मेसिनहरू केही किन्ने प्रक्रियामा पनि हामी अगाडि बढाइसकेका छौँ जोस् अब हाम्रा दुधहरू रोकिने छैनन् र हामीले छिट्टै अलिकति ब्याङ्किङ कारणले गर्दा अलिकति हामीलाई ढिलो भएको छ नत्र हरेक महिनाको दुधको भुक्तानी दिने भनेर हामी लागिरहेका छौँ विशेष गरेर हाम्रो अध्यक्ष यहाँ हुनुहुन्छ अध्यक्षले लगातार लागिरहनु भएको छ आफ्नो जग्गा आफ्नो 15 लाख जग्गा घर घडेरी सबै राखेर ब्याङ्कमा राखेर पैसा निकालेर 50 लाख रुपियाँ चाहिँ पैसा निकालेर हरेक महिना दिने भनेर जस ढिलो भएको कारणले जो यहाँबाट पलायन हुन खोज्नुहुन्छ निराश हुनुहुन्छ उहाँहरूलाई चाहिँ उत्साहित गर्न र किसानहरूलाई व्यवसायिक बनाउनको लागि आफ्नो चाहिँ पर्सनल जग्गा जमिन समेत राखेर चाहिँ किसानहरू पक्षमा काम गर्नको लागि लागिरहने देवेन्द्रपुरबाट हरेक दिन कहिले बरुवा कहिले बसन्तपुर कहिले यहीँ आएर नियमित काममा चाहिँ लागिरहनु भएको छ आफ्नो घरको खाएर आफ्नो पेट्रोल सकेर आफ्नो घरको बिताएर यहाँ आइरहनु भएको छ एकपल्ट हाम्रो अध्यक्ष भैरवपुरको अध्यक्षलाई उठिदिनको लागि अनुरोध गर्छु र उहाँको सम्मानमा एकपल्ट सबैले ताली बजाइदिनु जस्तो लाग्छ उहाँको इच्छा र ऊर्जाले हामीलाई चाहिँ धेरै नै अगाडि बढ्न हौसला दिएको छ त्यहाँ केही आफन्तहरूले र केही चाहिँ शुभेच्छुकहरूले त होइन त्यसरी राख्नु हुँदैन यो भोलि यताउता हुनसक्छ सङ्घ संस्थामा राखेको भनेर डराउनु दिएर उहाँलाई पनि डराउनु दिएर हामीलाई पनि आलोचना गरेका थियौँ होइन हामी सबैले चाहिँ व्यवस्थित ढङ्गले गरौँ सल्लाह गरेर किसानहरूको भुक्तानी समयमा गर्दा किसानहरूको हामी आशीर्वाद पनि पाउँछौँ उहाँहरूको सम्मान पनि पाउँछौँ यो उद्योगलाई अगाडि लैजाने हाम्रो सपना पनि सजिलोसँग पुरा हुन्छ हामीले इमान्दारपूर्वक ब्यानर मङ्सिरको हो मङ्सिर 18 गतेको हो पैसा हामीले ल्याउन सक्छौँ भन्ने त्यहाँ हेर्नु आउँछ त छलफलबाट निष्कर्ष निकालेका छौँ हाम्रो आँखा त त्यति बेला हुन्छ थप्नको लागि उहाँ निरन्तर हरेक दिन चाहिँ दुई चारजना माघको उतापट्टि रह क्या त्यति काम गरेर सके जस्तो हामीलाई लागेको छैन त्यसले गर्दाखेरि यो अभियानमा आज कीर्तनपुरमा कलेक्सन सेन्टर सुरु गरिसकेका छौँ त्यहाँ चाहिँ बनाउने भ्याट पनि राखिसकेका छौँ र अब कृष्णनगर लक्ष्मीबास गौरीनगरका दुधहरू कलेक्सन गर्ने अब बसन्तपुरमा पनि कसरी दुध कलेक्सन गर्ने सेरुवाको दुध पनि कसरी यसमा चाहिँ लिएर आउने र यसलाई छिटोभन्दा छिटो उद्योगमा लैजाने भन्ने सपना हामीले देखेका छौँ राज्यका विभिन्न निकायहरूबाट पनि यो अभियानलाई अगाडि बढाउनको लागि सकारात्मक सहयोग भएको छ तर सुरुवातको चरण हामी पनि यस उद्योगमा चाहिँ काम गरेका अभ्यस्त त थिएनौँ अब यसमा केही कानुनी कुराहरू पनि हामीले पुरा गर्नुपर्ने रहेछ खरिद प्रक्रिया पनि नगरपालिकाको आफ्नै खालको अथवा राज्यको प्रक्रियामा हामी चाहिँ सहभागी हुनुपर्ने भएका केही चुनौतीहरू छन् फेरि पनि ती चुनौतीहरूलाई छलफल गर्दै जनप्रतिनिधि यहाँका अग्रजहरू सबै मिलेर यो अभियानलाई अगाडि बढाउनेछौँ र यहाँ हामी छिट्टै उद्योग निर्माण गर्नेछौँ भवन निर्माण गर्नसम्म हामीलाई केही समय टाइम लाग्छ कि भनेर हामीले यहाँ एउटा स्कुलको एउटा भवन हामीलाई उपलब्ध गराइदिनु भए
हामीले केही मेसिनरीहरू ल्याएर चाहिँ हाम्रा कामहरू अगाडि बढाउन सक्छौँ भनेर हाम्रो अध्यक्षज्यू र यहाँका केही अग्रजहरूसँग पनि हामीले अनुरोध गरेका छौँ। किनभने हामीले यहाँ भवन भएन भने अन्त जान पर्ने पनि एउटा प्रेसर हामीले आइरहेको सन्दर्भमा यहाँ पनि खाली भएको विद्यार्थीहरूलाई डिस्टर्ब गरेर होइन, एउटा खाली भएको कोठालाई त्यहाँ भएका खतिजहरूलाई अन्तर्व्यवस्थापन गरेर अथवा त्यसमा आवश्यक पर्ने कुरा अन्तर्व्यवस्थापन गरेर त्यो कोठा स्कुलकै रहनेछ होइन। त्यहाँ बच्चाहरूलाई खाजा खुवाउनको लागि गर्नुपर्ने व्यवस्थापनमा हामीले कसरी सपोर्ट गर्न सक्छौँ त्यो पनि हामी सरसल्लाह गरेर त्यो भवनमा केही मेसिनरीहरू राखेर हामीले चाहिँ पनिर खुवा अनि त्यसपछि गएर घिउहरू अनि त्यसपछि चिजहरू के हुन सक्छन् हामी यो केही विज्ञहरूसँग छलफल गरेर त्यसको चाहिँ इस्टिमेटहरू गर्दैछौँ। त्यो गर्ने बित्तिकै हामीले काम सुरु गर्नको लागि भवन बनाउने प्रक्रिया पनि अर्कोतिर सुरु हुने गर्छ भने त्यही भवनमा राखेर पनि काम अगाडि बढाउन पर्न पाए हुन्थ्यो भनेर हामी छलफलमा छौँ। त्यसमा हिजो जसरी तपाईँले सद्भावपूर्वक हामीले यहाँ सहभागिता गराउनु हो, सृजनशील डेरीको सम्पूर्ण चिजहरू हामीले हस्तान्तरण गर्नु, यसरी नै यो अघि बाँकी रहेको अभियानमा पनि हामीलाई साथ सहयोग दिनुहुनेछ भन्ने कुराको मलाई विश्वास छ। अब त्यहाँ हामी मन्दिर समितिको तर्फबाट त्यो जमिन हामीलाई दिँदै गर्दाखेरि यहाँ विष्णुजी बसेको घर पनि त्यही फेरिमा परेको कारणले उहाँलाई कसरी व्यवस्थापन गर्ने भन्ने एउटा चुनौती पनि हामीसँग छ। यहाँ मन्दिर समिति हामी र यहाँका अग्रजहरू बसेर त्यसलाई पनि सकारात्मक ढङ्गले उहाँलाई उचित व्यवस्थापन गरेर हामी त्यो ठाउँको व्यवस्थापन गर्नेछौँ। र भोलि आज एउटा डेरी उद्योग मात्रै होइन, भोलि किसानहरूलाई चाहिने दाना उद्योग, भोलि किसानहरूलाई चाहिने साइलेज उत्पादन गर्ने उद्योगहरू पनि बनाउँदै यो एउटा चाहिँ औद्योगिक ग्रामको रूपमा पनि यो क्षेत्रलाई विकास गर्न सकिने जो सम्भावना छ त्यसको गोरेटो हिजोदेखि तपाईँले गरेको कामबाट सुरुवात भएको थियो भने आज हामी मात्रै होइन, यहाँका अरू युवाहरू, यहाँका अरू त्यहाँ सचेत दाजुभाइ दिदीबहिनीहरू लागेर यो कामलाई सफल पारौँ र यो सेतो माडी अभियानलाई सफल पारौँ। त्यो सफल पार्नको लागि भैरवी दुग्ध उत्पादक सहकारी संस्थाका तपाईँहरू पनि सदस्य भइसक्नु भएको छ धेरैजना र बाँकी रहनुभएका मान्छेहरू पनि सदस्य बन्दै र त्यसको चाहिँ प्राविधिक पक्षमा अथवा त्यसमा आउने कतिपय अडचनहरूमा पनि हामी छलफल गर्दै जानेछौँ र त्यो अभियान हामीले सबैले चाहिँ साथ दिएर अगाडि बढायौँ भने हाम्रो दुध उद्योग बनाउने सपना पुरा हुनेछ भने हामी किसानहरूले अहिले 2-4 लिटर जो जम्मा गरिराखेका छौँ त्यसमा पनि व्यवसायिक किसान भएर हाम्रा भाइ छोराहरू विदेशबाट फर्केपछि आएर यहाँ गाई पालन व्यवसायलाई उद्योगको रूपमा विकास गर्न सकिन्छ भन्ने कुराको विश्वास पनि मलाई लागेको छ। अन्यत्रतिर विकास गर्न सम्भव छ, यहाँ किन सम्भव छैन? यहाँ पानीको स्रोत छ, यहाँ मलिलो जमिन छ, यहाँ वन जङ्गल नजिक छ, त्यसको चाहिँ सकारात्मक चाहिँ प्रभाव पनि हामीलाई परेको छ। त्यो सबै कुरालाई चाहिँ समेटेर हामी अगाडि बढ्नको लागि तपाईँहरू हिजोदेखि जसरी सहयोग गर्नुभयो तपाईँलाई विशेष सम्मान व्यक्त गर्दै र आगामी दिनमा पनि सहकार्य गर्दै हामी अगाडि बढ्नेछौँ। तपाईँहरूसँग छुट्टिएर होइन, तपाईँहरूसँग हातेमालो गरेर र तपाईँहरूको साथ सहयोग लिएर हामी अगाडि बढ्नेछौँ। यही कुराको अनुरोध गर्दै मलाई पनि यहाँ केही विषय राख्ने अवसर दिनुभयो। यो 7औं वार्षिक साधारण सभा सफलताको शुभकामना दिँदै यहाँबाट बिदा हुन्छु। हस्त नमस्कार। मन्तव्यकै क्रममा हाम्रो यस जन कृषक समूह भैरवी दुग्ध सहकारीमा संयोजन भएपछि किसानहरूमा उठेका कौतुक त केही छन्। यो सहकारीले गर्ने उद्देश्यहरू स्थितिहरू त्यस बारेमा स्पष्ट जानकारी राखिदिनु हुन भैरवी सहकारीका अध्यक्ष खेललाल पोखरेलज्यूले दुग्ध उत्पादन सहकारी संस्थाको 7औं गरिमामय साधारण सभामा उपस्थित हुनुभएका बस्नुभएका सभापतिज्यू, विशेष प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू लगायत यहाँका सम्पूर्ण सदस्यहरू र संसारका सबैभन्दा इमान्दार मान्छे किसान सबैलाई नमस्कार गर्छु। म पनि आज यहाँ साधारण सभामा चिठी पाइसकेपछि 3-4वटा कामलाई छोडेर यहाँ पक्कै पनि जानुपर्छ, जनताको बिचमै पहिला राख्ने पछि दिनुपर्छ भनेर आज यहाँ भरमपुरका 2-3वटा मिटिङहरू पनि थिए, 2-3वटा दुःखका ठाउँमा पनि गएर भएको कार्यक्रममा म आफै सचिव भए पनि त्यो कार्यक्रममा जान्न पाएर अर्कोलाई जिम्मा लगाएर यहाँ आएको हुँ। माडीमा म धेरैपल्ट पहिलाबाट भन्दै आएको छु, 12 पर्ने ठाउँमा चाहिँ दुध भर्ने कलेक्सन गर्ने र दुध अरूलाई चाहिँ पठाउने र कलेक्सन गरेको दुधले चाहिँ बजारमा पाउने र किसान जहिले पनि मरेको मरे हुने दिनको कहिले अन्त्य होला, हामीले उत्पादन गरेका चिजका आउटपुट कहिले किसानले पाउँछ होला भन्ने
भित्रबाट चलेको हुटुटी सपना नै त्यही भएको कारणले गर्दा होला आज असोजको 3 गते विशेष साधारण सभाबाट भैरवी दुग्ध उत्पादन सहकारी संस्थाले हामीले कार्यक्रमलाई स्पिड देखाएर नि होला हामीलाई जिम्मेवारीमा एउटा गरिमाको पदमा दिएको माडीलाई सेतो माडी अभियान कसरी बनाउन सकिन्छ, पौष्टिक किसिमको तत्त्वहरू कसरी बनाउन सकिन्छ, यहाँका घाँसे मैदानहरूलाई बन्जर भएका बारीहरूलाई उत्पादनमुखी कसरी बनाउन सकिन्छ, विभिन्न किसिमका स्रोतहरू जुटाएर घाँसमा आधारित पशुपालन कसरी गर्न सकिन्छ, किसानहरूका दिनचर्याहरू कसरी सबल गर्न सकिएला भनेपछि बोकेर पवित्र भावना लिएर अहिले भैरवी दुध डेरी अगाडि बढेको छ। हामीलाई चाहिँ धेरै नै चुनौतीहरू थियो। रिउ खोलामा पुल थिएन, पहिला किहिङतिरको दुध ल्याउनलाई घार खोलामा चुनौती थियो भने हामी विभिन्न ठाउँमा खरिएर सानो आकारमा रहेका थियौँ। हामीसँग एउटा त्यस्तो प्लेटफर्म थिएन, एउटा छाता सङ्गठन थिएन। त्यसैले आजको दिनमा आएर भैरवी दुध डेरीले माडीभरिका न्याय नपाएका किसानहरूलाई एउटा छाता सङ्गठनमा जोडेर किसानहरूको हितको लागि कसरी काम गर्न सकिन्छ, त्यो विस्थापित भएर चाहिँ विदेशतिर जानुपर्ने, भरतपुरतिर जानुपर्ने, थोरै कमाउनको लागि पनि चर्को घाममा खाडी मुलु गर्न जानुपर्ने दिनको कहिले अन्त्य होला? हामी किन पैसा सबैका हातमा पैसा किन बनाउन सक्दैनौँ होला? हाम्रो भौतिक संरचनाका कुराहरू त धेरै भइसके, बाटाघाटाहरू पनि धेरै बनेका छन्, तर आर्थिक समृद्धि कहिले होला? यही प्रश्नहरूको क्वेसन हो। त्यसैले गर्दाखेरि अब माडीका किसानहरूको लागि एउटा आशा र धवलको केन्द्र भनेको भैरवी दुध डेरी हो। त्यसमा हामीले चाहिँ जीवन देखेका छौँ। हामीले त्यहाँभित्र यस्तो एउटा सपना देखेका छौँ, सबैका जनजनका हातमा चाहिँ लाख रुपियाँको दुध प्रति दिनको परिकल्पना गरेर त्यो सपना देखेर हामी अगाडि बढेका छौँ। यसमा तपाईँहरू सबैको सद्भाव छ, हार्दिकता छ, तपाईँको साथ समर्थन छ, तर हामीले लिड गर्नुपर्छ। बिहान मात्रै गोबर फालेर आएको हात गोबर गराउँदैछन्, चौधको बिहान खोलेर आएको हातमा खेर देखिरहेका छन्। त्यही किसान हो, काहीँको ठुलो भयो। त्यसो दुनियाँबाट आएको बग्राबाट आएको विष्णु भगवानको रूपमा आएको मान्छे होइन, गरिन्छ। आफै हाम्रो अधिकार हामी आफैले गर्नुपर्छ भनेर लागि परेको हो। त्यसैले गर्दाखेरि विषयवस्तु त धेरै अंशले लागिसकेको। म टिपिकल कुरामा गएँ। टिपिकल कुरामा के गएँ भने उद्योगको लागि चाहिँ हामीले चाहिँ पछिल्लो 1 वर्षबाट लागि परेर चाहिँ मलाई यो अनुहार तपाईँले अघिल्लो चाहिँ सालमा पनि देख्न पाउनुभएको थियो, आज पनि देख्न पाउनुभयो। पछिल्लो 1 वर्षबाट लगातार लागि रहँदा पनि हामीहरूले चाहिँ भित्तो धक्काले मात्रै भयो, भित्तो पल्टिएर काम गरेर देख्न पाइएन। त्यहाँ अहिले चाहिँ हाम्रो चाहिँ अलिकति जग्गाको चाहिँ ग्राउन्ड लेभल पनि मिलाउनु भ्याएको छैन। कागजपत्र डकुमेन्ट यति राम्रो जग्गा दिएको रहेछ। अब हामीले बोल्न जति सजिलो छ त्यति गर्न धेरै गाह्रो जोखिमका बाटाहरू छन्, तर जोखिममा हामी कहिले आएर खाँदैनौँ। हामीले चाहिँ यसलाई लयमा टुल्नुमा पुर्याएर जान्छौँ। हामीले जतिसुकै कागज हामीले ब्याङ्कमा प्रोसेसको लागि मात्रै मैले आफ्नै जग्गा पनि भित्र पुगेन भने नपुगे मेरो जग्गा लगेर भित्र राखेर हामीले दुधको ब्याकअप लिने डिडिसीसँग 7 महिनासम्म आफ्नो पैसा नपाउँदा लगाएको दुध लिएर गएर डिडिसीलाई दियो। 7 महिनासम्म किसानले पैसै पाउँदैन। अनि किसान काम गर्न सक्छ? निरपेक्ष किसानले अब यहाँले बेलुकाको नुन चिनी चियापत्ती घरका त भेट्दै छ। आवश्यक परिस्थितिहरू पनि चलाउन सक्ने स्थिति आएर विस्थापित गरेर बस्नुपरेको अवस्थामा 15 लिटरको गाईको क्षमता घटेर 5 लिटर 4 लिटर दिएको छ। घरको दाना चोकेर घाँसले गर्दाखेरि तर जति क्षमता छ त्यति क्षमता गर्न सकेन। यसको उत्तर कसरी गर्ने होला, यसलाई कसरी लयमा फर्काउने होला? राति सपनामा पनि देख्दै छु, उठ्दा पनि देख्दै छु। जतिखेर पनि माडीका किसानलाई चाहिँ दुधमा आत्मनिर्भर बनाएर सेतो माडी अभियानलाई सेतै माडीको चाहिँ पोलिटिकयुक्त चाहिँ अब चाहिँ खाना सबैलाई खुवाउने, सबै अर्ग्यानिक किसिमको माडी बनाउनु। सबैले गाई पालेपछि गोबर पनि धेरै हुने होला, खेतबारी पनि मलिला हुने होला। यहाँको चाहिँ यस्तो चाहिँ चारैतिर वन जङ्गलले छेकेको ठाउँ, खोला नालीहरू नलाहरू भएका सफा सिँचाइ गर्ने बोरिङले गरेर अब सिजनेबल घाँसहरू बहुवर्षीय घाँसहरू लगाएर कसरी पैसा लगाएर किसानलाई समृद्धि ल्याउने होला? त्यो सोच गर्दै गर्दाखेरि हामीलाई चाहिँ नगरपालिकासँग चाहिँ पुरै पोहोर चाहिँ हामीले अब कन्ट्रिब्युसनमा गरेर चाहिँ हाम्रो चाहिँ संस्थाको चाहिँ बजेट लपिङ गरेको क्रममा सङ्घीय बजेटमा 80 लाख पऱ्यो भने चाहिँ छाती ठुलो चौडा भएको थियो। त्यो 80 लाख रुपियाँको गरिबलाई चाहिँ हात्ती पैसाहरू चाहिँ दाम दिए जस्तो भयो हामीलाई त। 80 लाख रुपियाँ दियो, 80 लाखमा हामीले कमसेकम 85% अनुदानको भएको भए हामीले काम गर्न सक्छौँ। यो कुरो अङ्गित गरिसक्नुभयो। त्यो 80 लाखमा तिमीहरूले 80 लाख रुपियाँ हाल, 80 लाख रुपियाँ हालेपछि 1 करोड चाहिँ 60 लाखको काम गर भन्यो क्या। त्यो त्यत्रो खर्च गरेर काम गर्न सकेको सहकारी त हाम्रो माडी भएको छैनन्। हाम्रो माडीको त दुर्दशा भएको छ, दुधको रेटमा भएको छ, भएको छ। यस्तो हाम्रो परिस्थितिमा त्यत्रो लगानी गरेर गर्न सक्ने स्थिति थिएन। त्यही पनि अहिले पछिल्लो अवस्थामा 20 लाख रुपियाँ चाहिँ नगरपालिकाले इन्डस्ट्री सेटको लागि चाहिँ हामीले चाहिँ त्यो पनि छुट्याएको थिएन। 20 लाख पनि छुट्याएको थिएन। हाम्रो चाहिँ यहाँ दण्डमानजी है हुनुहुन्छ, दण्डमानज्यू नारायण अधिकारीलाई र मेयरज्यूलाई लिएर कमलनाथ भूषाल बसेर हामी औलातिर हामीले बसेर बजेट किन छुट्याएनौँ किसानको लागि भनेर हामीले चाहिँ हार गुहार गर्दाखेरि बसन्तपुरको एउटा पसलमा फेरि मेयरलाई चाहिँ समयभन्दा फाल्टो समयमा भेटेर हामीले लबिङ गरेर छुट्याएको बजेट 20 लाख रुपियाँ
त्यो 20 लाख रुपियाँ पनि चाहिँ अहिले चाहिँ यहाँको चाहिँ देवस्थान ठाउँ होइन त्यो 2023 नापीले दिएको नक्सामा देवस्थान भन्ने आएको ठाउँ नक्सा रहेछ त्यो नक्सा भएको ठाउँमा अहिले जग्गा बनाउन मिल्दैन भने त्यस्तो किसिमको गर्दैछ अहिले यसको लागि पनि हामीले त्यो सर्वदलीय बैठक बसेर त्यहाँ जसरी पनि भवन बनाउनको लागि बन्दैन भने संरचना कसरी बनेछ नि स्कुल बन्यो स्वास्थ्य बनेछ नि अब हस्पिटल बनेको छ रामधाममा चाहिँ भवन बनेका छन् सोमेश्वरगढीमा चाहिँ त्यत्रो पैसा लगानी राष्ट्रिय लगानी गरेको छ भने यहाँ एउटा चाहिँ नगरपालिकाको बजेट नगरपालिकाको यहाँ हाल्नु हुँदैन भन्ने कुरो पनि हुन्छ भने त्यसको लागि लबिङ गरेका छौँ आवश्यक पऱ्यो भने भोलि हामीले उर्दी जारी गऱ्यौँ भने सृजन सहकारीका सम्पूर्ण साथीहरूले रागको दिएर नगरपालिका जानुपर्छ यो तपाईँले चाहिँ हार्दिक देखाउनु पऱ्यो यहाँ बन्दैन यहाँ हामीले बन्नको लागि चाहिँ हामीले बन्दैन यसको लागि चाहिँ हामी सबैजनाले हामीले आह्वान तपाईँहरूको गोठालो म त तपाईँहरूको गोठालो दुध जति सफाबाट काम गर्ने हो म अहिले चर्को पनि छु चर्को पनि बन्छु बोलेको चाहिँ गर्छु मैले यति चाहिँ बुझिदिनु होला मलाई म चर्को पनि छु पासेर चाहिँ बोलिँदैन तर गर्नको लागि चाहिँ बोलिन्छ ढुक्क गरेर जति दुखेको छ त्यसरी नै काम गरिन्छ त्यही काम गर्नको लागि गर्ने भने भोलि यतिहाल्नु सकिन्छ भोलि माडीमा चाहिँ हाम्रा भाइ छोराहरू चाहिँ हाम्रा चाहिँ आफन्तहरू विस्थापित भएर भोलि देश विदेशमा चाहिँ अहोरात्र नेतृत्व गरेर चर्का घाममा काम गरेर स्वदेशमा अवसर पाउँछौँ यहीँ फर्केर आउँछ यो दिनको परिकल्पना हामीलाई व्यक्तिगत केही पनि चाहिएको छैन व्यक्तिगत दायको लागि त मानिस चेतनशील प्राणी हो संसारमा खाना बस्नको लागि उसले आफ्नो बन्दोबस्त जहाँबाट गरेको हुन्छ यहाँ यसरी ल्याएर पछि उठेको लागि आएको होइन हाम्रा उद्देश्य भनेको महान छन् माडीलाई समृद्धि बनाउँछन् समृद्ध माडीको एउटा व्यक्तिगतको लागि समृद्ध माडीको चाहिँ कलकत्तादेखि लिएर बादल जिल्ला स्तरका मान्छेहरूले सबैले पैसा कमाउनुपर्छ सबै उद्यमशीलता हुनुपर्छ उद्यमशीलता भयो भने टाढाबाट हेर्दा पनि चितवनको माडी थोरै दुःख छ त्यहाँ गरी खानको लागि समस्या आइसक्यो भने एउटा सन्देश दियो त्यहाँ प्रोटिन खानको लागि राम्रो छ भन्ने किसिमको ऊर्जा हो त्यसैले हामीले चाहिँ भैरवी दिदीले के गर्न सकिन्छ भनेर चाहिँ मिटिङ बस्दाखेरि मलाई पनि धेरै औडा आउने होइन कमान्ड केही होइन आयो टपट्टि मिटिङको टाढेर टाढेर थियो भनेर भन्छ नि इन्द्रै बिन्ती गरेर झुकेर बोलाएर केही बिन्ती मान्दैन थियो मरेर गइरहेछ भोलि सबै सकिने हो हिजोसम्म मेरो एउटा साथी थियो त्यो पनि त्यो बगानबाट आज चाहिँ 13 दिन भइसक्यो त्यसले गर्दा सम्पत्ति लिएर जाने होइन हाम्रा भए भएका आएर आर्जन गरेका सम्पत्तिहरू जति छन् ती पनि राखिदिउँ ब्याङ्कमा र किसानलाई दुधको भुक्तान दिउँ डुब्दैन केही पनि त्यो हार्दिकता हो हाम्रो तर मैले आफैले जग्गा राखेको मैले आफैले भन्दा लोजिकल त हुँदैन त्यो राम्रो पक्ष होइन साथीले भन्नुको सल्लाह छ तपाईँहरूले भन्नुपर्छ मैले आफैले भन्ने कुरा होइन 7 महिनासम्मका लागि 75 लाख रुपियाँ हामीले चाहिँ अहिलेको अवस्थामा भोलि हामीले दुध बढोत्तरी गर्छौँ भोलि हामीले दुधको ब्याङ्क बढाउँछौँ त्यसमा अहिले 75 लाख भएको 1 करोड 75 लाख त्यो बेलामा अन्य साथीहरूले पनि देखाउनु होला सुरुवात चाहिँ जहिले पनि सकारात्मक सुरुवात आफूबाट गरिदियो भने मैले चाहिँ आफ्नो भएको जिटी जान्छ म बसेको घर छ अहिलेसम्म आफूले जति पनि बलबुताले कमाएको छ सरलाई सहकारीमा हालेर ब्याकअप गरेको 2 महिना भइसक्यो त्यो डकुमेन्ट पनि उठिरहेको हुन्छ 5 वर्ष पहिलाको चाहिँ यो तपाईँको चाहिँ उसको कम लोनको लागि चाहिँ त्यसले अडिटका छ 2-3 वर्षको लिनु पर्ने 5 वर्षको कार्य हुँदैन के हुँदैन मुलं कृषिले भयङ्कर कागजपत्र खोज्छ सबै समितिको साथीहरू सबै डकुमेन्टहरू पुरा गरी पुऱ्याइसकिएको छ नागरिकता चाहिन्छ त्यो दर्ता सरकार परमार्थ ए धेरै झन्झट गर्ने उनीहरूले अडिटरको बेलामा धेरै झन्झट त्यो भएको भएर ढुक्क भएर हामी उहाँ जाँदैनौँ हामीले निर्णय गरिसकेका छौँ धेरै कुराहरू आए हामीले तपाईँ हामीलाई किसानलाई भुटाउनको लागि किसानमाथि राजनीति गर्नको लागि धेरै तत्त्व आउँछ भोट जहाँ कतबाट हाल्नुहोस् केही गर्नु लोकप्रिय 10 लाख मान्छे राजनीति छ तर किसान भएर चाहिँ सजिलै दिशा हुन्छ होला भन्ने आशा राख्दै हामी हेरी उद्योग बनाउँछौँ यहाँ उद्योगमा सक्रिय नगरपालिकाको प्रवक्ता कि हेरी उद्योग धन्यवादले आफ्नो अध्यक्ष पनि पाएका छौँ तपाईँको सार समस्या र हार्दिकता कति रहन्छ यो सबै जनताले बुझ्नेछन् यति अहिले समीक्षा गर्नेछ र जसरी पनि जतिसक्दो छिटो हामीले काम गर्नको लागि सेक्टर चाहिँ मेसिनरी इक्विपमेन्ट लिनको लागि हामी अगाडि प्रत्येक दिन अगाडि मिटिङ गरिएको छ भन्दा यिनै प्रतिबद्ध गरेर म बुझाउँछु मन्तव्यको क्रममा हाम्रो वडा नम्बर 2 का वडा अध्यक्ष श्री धर्मपल्ली पौडेलजी हल्ला नगर न सुन धेरै
त्यहाँ ढलान भइरहेको छ। म हिजो त्यहाँ ढलान बस्न जानु पाइनँ। किनभने दार्जिलिङको बुर्किला थियो मलाई त्यस्तै बेच्छ अनि ढिलो भयो भाइबाट चाहिँ दुईवटा आउँदैन भने चित्त लाग्यो आऊ खुसी लाग्यो ठिकै हो तपाईँले नआउन पनि लाउने त म कसरी गर्नुपर्नु पर्छ तपाईँहरू हामीले बुझाएर हिजो परिवारले पठाएको थियो त्यसमा चाहिँ अलिक ढिलो लाग्यो त्यसपछि त्यो त पक्काको जग्गा पक्काको कस्तो लाग्यो हाम्रो नगरपालिका त्यो पक्काको त्यो लाग्दो रहेछ हाम्रो हस्पिटलको त्यो लाग्दो रहेछ हाम्रो चाहिँ क्याम्पस के लाग्दो रहेछ अहिले बनेको औँलाले सबै लाग्दो रहेछ छ भने 2 नम्बर छ अन्त मैले चाहिँ हामी पनि पक्काको बन्यो पक्काको एकदम खुसीहरू भएर हाम्रो विषयको धन्यवाद यो पत्ता पक्का भनेको जनताको नयाँ अरू भइसकेको संस्थालाई सहयोग गर्न सक्छ कच्चा सेतो पूर्जा भएको जग्गा कसरी पर्छ हुन्छ पूर्जा त छ त त्यहाँ चाहिँ बेच्ने होइन त्यही भने एउटा उपभोग गर्न गइदिने त्यो बस्दा खडा गरेर बस्दा संस्थानमा कच्चा पक्का त्यो त नगरपालिका बनाउनु थिएन हस्पिटल बनाउनु थिएन क्याम्पस पनि बनाउनु थिएन हरेक वडा कार्यालय पनि बनाउनु थिएन भइसक्यो राम्रो राम्रो बन्दैछ यहाँले यत्रो जनताको विशाल साथीलाई अहिले बुटले कुद्नु खोज्छ त्यसलाई पनि टाउकोमा कफन मात्रै उड्न राख्यो यो पछिबाट जारी गर्नु अर्को विषय चाहिँ जुन यो सेतोमारी विषय छ यो चाहिँ नयाँ भर्खरै चाहिँ यसो विषयहरू चाहिँ हाम्रो चाहिँ उन्नतिले पोखरेल अहिले एकदम लागेर लाउनु पर्छ अहिले उहाँहरूले मानिसहरूका विषयहरू मलाई धन्यवाद दिन चाहन्छु धन्यवाद छ मैले मेरो वार्ड भनिसकेपछि मेरो वार्ड चाहिँ वार्ड बनाउनुपर्छ भन्ने चाहनु हरियो वार्ड बनाउनुपर्छ भन्ने यस्तो उहाँले अन्नाले एउटा वाटर एउटा हुँदैन माई भरि बनाऊ भनेर उसले आइडिया दिनुभयो म धन्यवाद बढ्नु छ अनि भनेर हामीले भनेको उहाँले अनुरोध गरेर बढिरहनु भएको छ जति सजिलो पनि त्यति गर्न सकिन्छ उहाँले बडा दुःख भइरहेको छ होइन हामी लड्छौँ त्यो सर्वजन बनाएको बनाउनु भने समस्या गरेमा चाहिँ कति काम भयो भइरहेका छन् हाम्रो सरकारमै अलिक पैसा परेको छ पैसा काम गर्दैछ भने रोक्नु सक्दैन म त्यसलाई साथ भन्छु त्यसो भने के भइरहेको कामले गर्नु सरकार बनाउनु पर्छ कहाँ हेरि बसेको यार आजदेखि खालीसम्म बोर्डदेखि बोर्डसम्म शुद्धता खानुपर्छ कि त्यहाँ हाल्नु त गिलासा शुद्धता खानुपर्छ गिलासा पानी हाल्नु त पान नखाए यहाँ त्यत्रो काम गर्दैन दबाई छरेको मत छरेको थाहै हुँदैन बिउ के पनि थाहा हुँदैन घरमै राख्नु त्यो बोरामा त्यही बिउ छर्नु अनि खुट्टाको पनि हामीले गरेको बेलामा हामी बिर्सिरहेको छ पनि हेर्नु पर्यो सबै यसरी लेख्दाखेरि उहाँ भाइहरू लाउनु भयो नत्र आफ्नो लालपुर जग्गा त्यो ब्याङ्कमा राखेर जनताले चाहिँ गाई पालेको नहुँदैन अन्त बिहामा हेर्नु त अन्त जोड्नु गर्नु त्यो तपाईँलाई आफ्नो छ भाला बचाउने र सिद्धाउने सारा किसान मानिस सही गर्नु यस्तो योजनाहरू चाहिँ यस्तो चाहिँ कृषि प्रेमी साथीहरू जान्दाखेरि हजुरले पुरै सहयोग गर्नुपर्छ आफ्नो आफ्नो ठाउँमा जति सकिन्छ त्यो सहयोग हजुरले गर्नुपर्छ गर्नुपर्छ इतिहासले धिक्कार गर्छ एउटा टिम बनाएर त हाम्रै सहयोग नगर्दाखेरि त्यो नसकिने भन्छ भन्ने हुन्छ आफ्नो लालबुटा राखेर चाहिँ हजुरले सक्नुहुन्छ त्यो जोखिम गर्न मै सक्दिनँ होला त्यस्तो गर्नु एकदम ठुलो जोखिमले काम गर्नुपर्छ हजुरले हामीले एकदम सम्झिरहनु पर्ने पात्रको रूपमा हामीले भेटाएका छौँ त्यसमा भने आफूले पनि गाई बस्तु पाल्नुपर्छ तपाईँले आफ्नो गाई बस्तु दुध घटाएर पनि बढिरहनु भएको होइन सामाजिक एउटा चाहिँ भोलिन्टियर भएर काम गर्नुहुन्छ उहाँले केही पाउँछ त्यो केही पाउँछ त्यसमा यति बेला यो चाहिँ लिडर पनि वास्तविक हुनुपर्ने छ लिडर राम्रो पऱ्यो भने एउटा विकास हुँदो रहेछ हाम्रो यही गरेको केही पनि भएको रामपतिको छेउमा त्यहाँ राजनीति गरेर जनमाले भनेर कसैले मन दुख्ला नदुख गर्नुहोस् भएको कुरा चाहिँ फ्याँकी म बोल्ने मान्छे हो सबैले झुटा बोल्ने दुईकै कुरा बोल्न मलाई त्यो रिउ खोलामा चाहिँ रामपति खोलामा त्यो बेलाको प्रधानमन्त्री प्रचण्ड आउनुभएको छ म गएँ 3 जना साथीले मसित 3 जना जाउँ न साथीले गएँ हामी
अब सोध्दै सकिरहेको फोन गरेँ त्यसको लाइनले त भेट्न मात्रै लाइन गर्दा भ्याउँदिनँ म धेरै बोल्नु पनि होइन 5 मिनट भन्दा बोल्दिनँ अन्त धेरै टाइम दिन्छ सोध्नुहोस् भने चाहिँ अब सोध्दै पठाएको त्यही कुरा हुनु बोलाउ तिमीलाई त तिमीले धेरै बोल्दैन राम्रो विषय तिमीलाई बोलाइहाल्यो लाइन पछाडि आउँछ भनेपछि सेपरेटै मलाई दिन पठाएको त्यसपछि ल त्यो राख्नु त यस्तो देशमा साथीहरू लाइन लाग्नु भयो हामीले बुझिहाल्नुहोस् त ल भन्नु जिसको राख्नु धेरै राख्नु 5 भन्दा पनि 6 दिन अन्त हात जोडेर मैले एकदम मर्ने मान्छे किन बच्नु होला मेरो गाउँ केही पनि बनाउन सकेँ म जानु पर्दैन न त सही पार गर्न सकेँ न चाहिँ जग्गाको लालबुजा भन्न सकेँ न चाहिँ कसो खल्सी भने पलौटो बनाउन सकेँ न बाटो पिच बनाउन सकेँ त्यही बेला मर्न पाएकोलाई त भुपी शेर्पाले सहीवटा इतिहास नाम कहिले नबिल्ने सही भयो तर मसित हेरेर मैले कति गएको छ भन्दा अलिक मन लाग्नु भइरहेको छ 100% तपाईँलाई सही छ तपाईँले नसोचेको पनि हालिदिनु गर्नुहोस् हालिदिनु पर्छ कम्प्युटर गर्नुपर्छ खरिदारीको पनि पैसा परेको छ त्यसमा त्यहाँ चाहिँ ठेदारले आउँछ ठेदारलाई कारवाही गरेर फेरि हटाएर अनि राम्रो ठेदारले काम गरिरहेका छन् अनि केही फन्ड गरिरहेको छ मात्रै काम गर्नु छ हाजिर गर्नु जानुपर्ने छ हेर्नुपर्ने छ त्यसो भने अझै राम्रो लिडर भयो भने देश विकास हुन्छ यदि राम्रो लिडर हामीले छान्न सक्यौँ नारायणमा रिपोर्ट कस्तो छ मजा उता कालमा मजा भूमिगत गयो भरे पढ्दै लाग्छ भयो तिमीले किन हामीले बरु बगेर केही भनौँ तपाईँ पार्टीको मान्छे जनताको मान्छे तपाईँ लैया त भएर भयो हुन्न जनतै बगायो भने म जनताको नेता टाढा हुन्छु म पनि सँगै गएको म पौडिँदै आएको छु भल्लाले बगाएर मलाई मार्दैन हेर्नुहोस् म त जाँदैन तपाईँलाई बदल्नु पनि म भन्नु पऱ्यो भल्लाले बगाएर त्यसलाई मार्दैन चिन्ता नगर्नु त्यो बोइसोले खान्छ त मरिहाल्छ अन्त जत्रै पनि बानीले मलाई मार्न सक्छ एउटा सत्य कुरा अनि म जाँदै होइन त्यसपछि अनि उहाँहरूले जनता कति पठाउ हुँदैन भनेर उहाँले म स्वीकार गर्नु अनि त्यो घर चाहिँ बिरा भयो घरको काटी जस्तो मन सुत्नु उहाँले सुत्नु घरकै पढ्दैन कर्जेर पढ्ने अवस्था सानो सानो पूजा गर्छ अनि म चाहिँ फेरि पार्टीमा हिँड्नु पर्ने म हिँडेँ हामी घुमिरहेको थियौँ त्यहाँ धेरै पूजा बसी बस्नु सक्ने अवस्था छैन हाम्रो टाढा पुगिरहेको थियो सरकार त्यसमा चाहिँ अहिले नारायणी गएर घुम्नु सक्ला यहाँ गोखराले हराइ दिएर भाषण आर्दै गर्नु मान्छे भनेर नभनिदिनु होला फेरि गएर हेर्नु नि नारायणी घर कस्तो छ त्यसो भएर त्यस्तो नेता आयो भने हाम्रो हिँड गर्नु पनि मलाई विश्वास हिँड गर्नु भने त्यहाँ होटलहरू बन्छन् त्यहाँ टुरिज्म ठाउँ बन्छ यता सेतोमाडीले चाहिँ अफ गर्दै गयो भने त्यो दुध त्यहाँ बिक्री हुन्छन् त्यो होटलहरूमा पैसा पाउने भाइले त्यो सौरा र टोक्ने होटलमा आउँछन् पैसा नहुने भाइ बहिनी कोही हुनुहुन्छ भने भन्नुहोस् है म बोल्न पाइनँ भन्ने खालको मेरो एउटा सानो कुरो के भने हाम्रो यो लिटर पुरा भइसकेपछि 1 2 3 8सम्म आउँछ नि त्यो दुधको हिसाब खै अहिलेसम्म त्यो हिसाब छैन अहिलेसम्म जे भयो अब अहिले हामीले त्यो मिसिन ल्याएर त्यो किसानलाई त्यस्तो मर्का पर्ने सिस्टमले हामीले दुध दिएर हुँदैन र कुपन सिस्टम हाम्रो होस् किसानले आफ्नो दुधको कति पैसा आयो हिसाब आफूले गर्न पाउनु पर्यो क्या सबभन्दा हाम्रो यहाँनिर यो यस्तो छ अनि हामीले यो त अब सबभन्दा मलाई त यो विषयमा केही पनि थाहा छैन अरू साथीहरूलाई कसैलाई थाहा छ भने अब त्यो कसरी गरियो यो जब हाम्रो नाफा भइसकेपछि सेयर फिर्ता भयो यो फिर्ता किन कसरी यो फिर्ता नि हुने नियम त कोही पनि छैन यो सरकारीमा के अरे यो संस्थामा कसरी भयो त्यो त नाफा बाँडिन्छ नाफा फिर्ता हुन्छ नाफा बाँडिन्छ त्यो सेयरै फिर्ता भएको छ त्यो अब त्यो 5000 सेयर बाँकी त्यो पनि फिर्ता गर्दै भए यो के हुन्थ्यो कसको नाममा जान्थ्यो सबभन्दा मेरो भन्नुपर्ने सबभन्दा यो मिसिन चाहिँ हाम्रो किसानले आफ्नो दुधको हिसाब आफूले गर्न पाउनु पर्यो त्यो विषय अब अहिले कम्प्युटरबाट हिसाब राख्नु लागि कम्प्युटरबाट राख्दाखेरि तपाईँको त्यो पोइन्टबाट 2 अङ्क पछाडिको सबै जोडिएर आउँछ त्यो विषयमा कम्प्युटर अहिले त यो मिसिनले 100 ml गन्ती हुन्छ
त्यहाँ 100 ml भन्दा अब त्यो 30-40 ml चाहिँ होइन टोटली आउँछ अहिले तर 15 15 टोटली आउँछ अहिले त्यो आए पनि हाम्रो कुपन सिस्टम भयो भने हाम्रो त्यो कुपन मेसिन ल्याउँदा कति खर्च हुन्छ? 5 लिटर 2.2 छ भने त्यो 2.2 को पनि आउँछ। त्यो सबै कम्प्युटरमा छ। प्रिन्ट मेसिनको लागि म अस्ति गएको पनि हो। मेरो आफ्नो कामले गर्दा त ल्याउनु भ्याइएन, हेर्नु भ्याइएन। अझ चाहिँ अहिले त भैरवीको म अस्ति उहाँलाई भनेर उहाँको मेरो सल्लाहमा हामी दुईजना गएको थिएँ म आफू एकजना गएँ। उहाँ जानु भने म गएर हेर्छु भनेको त्यहाँ अर्कै कारणले त हेर्नु भ्याइएन। प्रिन्ट मेसिन पनि आउँछ तुरुन्तै। अर्को हाम्रो एउटा नमुना डेरी जिल्ला सरकारीबाट नमुना डेरीको चाहिँ प्रोसेस चलिरहेको छ होइन। त्यो आयो भने अहिले फेरि किन्ने पछि उताले फेरि 50% लगानी गर्नै पर्छ। संस्थामा बढ्छ 20% बढ्यो भोलि बोनस बाँड्न सजिलो हुन्छ किसानलाई भनेर तुरुन्तै आँट नगरेको हेर्नु। त्यो 10-11 हजारको कुरो प्रिन्ट मेसिन मैले हेरेर मेरो मोबाइलमा फोटो खिचेर सब रेडी गरेर बसेको। तर जिल्ला सरकारले तपाईँहरूलाई 50%मा सबै सेट दिन्छु भनेको हुनाले त्यसैको लागि रोकिएको एउटा। अब सेयर फिर्ताको कुरोमा चाहिँ पोहोर साल कुरो भयो, पैसा संस्थामा भयो, पैसा राख्नुभन्दा फिर्ता गरिदिउँ आधा किसानलाई। अब जति रहन्छ अब अहिले साधारण सभा भयो सिर्जनको, अब आजबाट सायद अर्को साधारण सभा होला नहोला, सायद नहुन पनि सक्छ है। अब एउटा अडिट गर्नु पर्यो, अडिट गरिन्छ र यसको हिसाब चाहिँ अब तुरुन्तै एउटा बैठक बस्छ समितिको। मैले आफूले जानेको समितिको बैठक बसेर समितिले एउटा निर्णय गर्छ किसानलाई पर लिटर कति रुपियाँ बोनस दिने, त्यो एउटा निर्णय हुन्छ। र त्यो अनुसार किसानलाई पोहोर हामीले 3 रुपियाँ लिटर बाँडेका थियौँ पर लिटर होइन किसानलाई, प्रत्येक दुध ल्याउने किसानलाई। त्यही अनुसार अहिले कति दिने भनेर निर्णय गरिन्छ। त्यो निर्णय अनुसार किसानले बोनस पाउँछ। सेयर सदस्यले 5000 सेयर छ ठिक छ, त्यसको कति % बोनस बाँड्ने हो सेयर सदस्यलाई सेयर बोनस, त्यो सेयर बोनस पाइन्छ। त्यो बाँडिसकेपछि अनि रहेको सम्पत्ति कति छ फेरि हामी एक दिन सेयर सदस्य मात्रै बसेर त्यसको बारेमा छलफल गरेर त्यसलाई अब कुनै अरू विकासको काममा गर्ने हो कि बजेट राखेर यो समूह चलाउने हो कि होइन नचलाउँ बन्द गरौँ भन्यो भने यसको प्यान नम्बर सहित बन्द गर्नुपर्छ। प्यान नम्बर सहित बन्द गरेर अनि कति पैसा लाग्छ सेयर सदस्यहरूलाई अनि सबै 40जना सेयर सदस्य बसेर छलफल गरेर के काम गर्ने कसरी जाने भन्ने कुरोमा छलफल हुन्छ। बाँड्ने भने बाँडेर बन्द गर्नु पर्यो संस्था, चलाउने भने के काम गरेर चलाउने त्यो बारेमा छलफल गर्नु पर्यो। अरू केही छ भने दैनिक हिसाब दिनु चलाउने हो भने कुनै कारोबार गर्नु पर्यो होइन। अथवा समूह चलाएर 2-4 लाख राखौँ यसमा, त्यो बारे एउटा कारोबार गर्दैनौँ भन्नु पर्यो। हरेक साल यसको अडिट हुन्छ, साधारण सभा हुन्छ, सबै हुन्छ। होइन नचला अब बन्द गरौँ भनेर 40जना सेयर सदस्यले भन्यो भने बन्द पनि हुन्छ। यो हामी चाहिँ हामीलाई बढी महत्त्व चाहिन्छ। हामी किसान हो नि त है, इमानदारी किसान ब्याकग्राउन्ड केही पनि हेर्नु पर्दैन। फ्याक्ट बोल्न बाँडेर त कसले बाँकी राख्छौँ र है। आज बिहा गर्छौँ, भोलि बुहारी ल्याउँछौँ, पर्सि नाति खाँचो परिहाल्छ कि त्यति छिटाउँ हामीले है। तर चाहिँ गर्नको लागि चाहिँ के छ भन्ने कुरा त्यस्तो वैज्ञानिक तथ्य के छ भन्दाखेरि 150-200 लिटर दुध भएको भैरवी डेरी मिलाएर निर्न लागेको बत्ती बाल्न आएको हामीहरू 1 वर्ष अगाडि। त्यो 150 लिटर दुधबाट आज हामी 900देखि 1000को सेरोफेरमा पुग्न लागिसकेका छौँ। बल्ल खुट्टा टेक्ने ताते बाबु हुँदैछ। यसका सिस्टम पूर्वाधारहरूको लागि हामीले चाहिँ 3 लाख रुपियाँको नमुना डेरी चाहिँ अन्तर्गत चाहिँ हामीसँग सबै कुरा एकचोटि किनेर ल्याउने पैसा पनि छैन। तपाईँहरू आफैको कमजोरी हेर्नु त। 40जना सेयर सदस्यको पैसा 6 लाख रुपियाँ भई संस्थाले दिनु पर्यो ढिलो गर्नु भएन। यो क्वेसन कसले ल्याएर कहाँ गएर राख्नु हेर्नुहोस् त। हामी आत्मआलोचना गर्नु पर्दैन। 40जना सेयर सदस्य हुनु त्यसले केही पैसा कमाएको थियो होला, त्यसले त्यो प्रिमियम किन्थ्यो होला। हामी चन्द्रमामा लगाएको दाग नदेख्ने है। पनि हामीलाई चाहियो हामी तपाईँ जस्तै हो, म पनि तपाईँ जस्तै किसान फरक होइन। कहीँका केही अनुदान ल्याएर खाएको छैन, घरेको भोलिन्टियरबाट 1.5 वर्ष 2 वर्ष हिँडेको प्रिन्टर ल्याउनको लागि मागिएको छ ल्याइदिएर क्या अर्काले दिने मान्छेले समयमा टाइममा ल्याइदिएर। टाइम एन्ड टाइम नट फर वेटिङ। समयभन्दा पहिला हामीले चाहेर पनि हुँदैन। हामी सिस्टम र पूर्वाधार बनाउनको लागि माडीलाई यस्तो एउटा विकास गर्नको लागि पूर्वाधार सहित विकास गर्नको लागि परेर एकदम प्रिपेरेसन गरेका छौँ। यो चिज त डिजिटल चिज तपाईँको मोबाइलमा तपाईँले लिस्ट माग्नुभयो, तपाईँको मोबाइलमा ल्याउनको लागि त्यो हामीले चाहिँ एनालाइजर मेसिन ट्याक्क किसानको मोबाइल नम्बर सेटिङ गर्दैछ
मेरो दुध कति पैसा भयो भनेको लिस्ट होइन त्यताको कम्प्युटरबाट मोबाइल मेसेज गरेँ त्यो छ हाम्रो डिजाइन त तर त्यसलाई जान्नको लागि केही समय लाग्यो पर्खिनको लागि अनुरोध गर्छु र तपाईँहरूको भुक्तानी पनि गर्दा त्यो तपाईँ हुनुहुन्छ आज सानो सवाल कति छिटो हुन्छ भइरहेको खातामा हालिदिनु होला तपाईँहरू तिर्न पनि सेयर सदस्यको बराबर भइसक्यो रसिद काटिसकियो पैसा भुक्तानी भयो होइन लोजिकल भएन नि त एउटा अनि त्यसपछि सेतो माडी अभियानको लागि माडीभरिको किसानलाई समिति बनाउनको लागि 60जना होइन कि 600जना उमेर यहाँ 600जना जनसङ्ख्या छैन सबै मैले त घर मेरो घरको परिवारको सबैको सेयर सदस्य बनाएको छु गाउँको मेरो इष्टमित्र सबैजना लागे बल्ल हुने होला नि त एकजनाले त पक्कै पनि हुँदैन एउटा ताली बजाएर बज्छ र बज्दैन होला सबैले त्यति छुट्टी हामी समिति हुनको लागि अर्काले आएर गरिँदैन क्या अर्को मान्छे त सम्पन्न भएको मान्छे धनी भएको मान्छे त हामीलाई छोडेर हिँड्छ रुपियाँ भागेर जान्छ हामी समिति हुनेको हामी भित्रबाटै त्यो मान्छे बढियो हामी भित्रबाटै त्यो समस्याको समाधान गरिदियो निचोड निकालिएर हामी अगाडि बढियो त्यसको सिस्टम चाहिँ अनिवार्य हुन्छ 1.5 एक थोपा दुधको पनि किसानले पैसा पाउनुपर्छ यो मान्यता चाहिँ हामी बोकेर हिँड्छौँ कि एक थोपा पनि दुध हराउनु हाम्रो त अझ बादर मुनिबाट उतापट्टिको 15 रुपियाँ दुधको पैसा हराउने बल्ल अहिले हामी त्यो जोडिँदै गर्दाखेरि केही राहत भएको दाना 55 रुपियाँको चाहिँ किलो 60 रुपियाँ किलो दुधको चाहिँ 40-45 रुपियाँ लिटर यो समस्या थियो नि त यसैले चिर्नलाई हामी लागेको अरू कसैलाई केही छ भने भन्नु है होइन कृष्ण कहाँ बाल्टीको अहिले फोटो खिचेको के त्यही भिडियोमा हाल्दैन रिचा वरिपरि राउन्ड हानिदिन्छ क्या अब यस यो सृजनशीलको अब ल्याप्स हुन्छ सृजनशीलमा उठाउने विषय छ भने अहिले उठाइहाल्नुहोस् यो अब तपाईँको अब आठचोटि अन्तिम बैठक होला जस्तो छ अन्तिम होला होइन अब बिचमा हामी चाहिँ समितिको बैठक बस्छौँ अनि समितिको बैठक बसेर कति दिने सिआरवालालाई कति दिनको विषय त्यसपछि बाँकी रहेको पैसाको विषयमा सम्पूर्ण सेवा सदस्यहरूलाई बोलाएर एक दिन सामूहिक रूपमा छलफल गरौँ त्यो छलफलले जे निर्णय गर्छ अनि त्यही र अब हामी कार्यक्रमको अन्तिममा आइपुगेका आजको सभापति हाम्रो समूहका उपाध्यक्ष शिवप्रसाद पौडेलजीले आफ्ना भनाइहरू राख्दै यस सभालाई विसर्जन गरिदिनु आज श्री सृजन दुग्ध उत्पादक समूह माडीदी शीतलपुरको 7औं वार्षिक साधारण सभामा उपस्थित हाम्रा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत सम्पूर्ण यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा मेरो साधारण नमस्कार। म यो सृजन दुग्ध उत्पादक समूहको तर्फबाट म सबैलाई साधारण नमस्कार गर्न चाहन्छु र म के भन्न चाहन्छु भने म यस समूहबाट चाँडै नै यो भैरवीमा दुग्ध पैसाको भन्ने कुरामा म के लागेको छु भनेदेखि यो हाम्रो यो समूहको किसानमा होइन त रहेको पैसामा यो यसमा मिल्छ भनेदेखि एकचोटि ओम सरलाई र काँसी अथवा हाम्रो बसन्त यी 3 जना मिलेर एकचोटि प्रयास गरिदिन यो समूहको समक्ष म अनुरोध गर्दछु र त्यो पैसा बैठक बसेर हुन्छ के कागजातमा छ त्यहाँ गएर बुझेर र तुरुन्तै यो पैसा भुक्तान गरिदिउँ तपाईँहरू मिलेर मैले भन्न खोजेको कुरो त्यसमा आवश्यक परे मलाई चाहिए पनि बोलाउनु म जान तयार छु नत्र भने त्यो खोल्ने मान्छेहरूसँग के सरसल्लाह गर्नुपर्छ त्यसको बारेमा उहाँले भनेको पाइएन भनेको अहिले शब्द मलाई लागेर तुरुन्त त्यसको पहल गर्नलाई यो शब्द उच्चारण गरेको मैले। अनि अर्को कुरो यहाँ उपस्थित समूहहरूले यो सृजनशीलको बारेमा अब केही यस्तो विषय थियो
उस्तो विषय थियो भन्ने छ भने अझै पनि भन्नुहोस्, त्यसको बारेमा ज्ञान छर्लङ्गाइदिन सके म केही भन्दैछु। र यसमा चाहिँ अब त्यो आज नराखेपछि उस्तै पऱ्यो भने त्यो पछि कुरा काटेर लुचटक गर्न पाइने छैन। एउटा त्यही पनि बैठक बस्ला नबस्ला र सम्झाउनुहुन्छ भने अब सिआर सदस्यहरूमध्येले फेरि सिआरको सदस्य त्यो बैठक हुँदाखेरि अन्य दुध सङ्कलन सदस्यहरूको त अन्तिमै भयो। सिआर सदस्यहरूको चाहिँ त्यो सिआर सदस्यको बैठक बस्दाका दिन त्यस दिन नै राख्न पाउनुहुनेछ त्यो सिआरको बारेमा। अब यो दुधको बारेमा पाइएन। त्यही विषयलाई यी विषयहरू टुङ्ग्याउँदै र अनि यहाँ अरू जानकारीको विषयमा यताउता भन्ने विषयमा त अब सबैले भनिसक्नु भएको छ। मैले दोहोऱ्याएर त्यसमा केही काम पनि छैन, मैले अस्पताल दिने कुरो पनि छैन। मैले त सबैलाई सहमति जुटाइदिन र तपाईँहरूको चित्त बुझोस्, सृजनशीलको चित्त बुझोस् भन्ने विषयलाई मात्रै मैले छर्ल्याङ्गाउने हो। अरू त मेरो बारेमा यहाँ केही पनि छैन। अनि त्यसले गर्दाखेरि त्यही सम्पूर्ण त पहिला यही वसन्तले ध्यान दिन पर्यो, त्यो चुरीको नाम नभएको हुँदा होइन। र अनि काशीले र उहाँ ओम पाण्डे सरले यी तिनजना मिलेर तुरुन्तै 1-2 दिनभित्र यसको चाहिँ निर्कोल गर्नु। नपुग पैसा म तुरुन्त काशीलाई हाल्न लागिन्छ। त्यस प्याडा पुगेको पैसा बाहेक पुगेन भने तुरुन्तै हाल्न लागिन्छ भन्दै र अब यहाँ सम्पूर्ण उपस्थित हुनेहरूलाई सबैलाई धन्यवाद दिँदै यही दुई शब्द अध्यक्षज्यू आज अनुपस्थित हुन कारण र अनि उहाँको स्वास्थ्य लाभको कामना पनि बैठकबाट गरिदिनु भइरहेको त्यो त उहाँ यहाँको अध्यक्ष चाहिँ कसरी उपस्थित हुनु भएन भन्ने कुरा यहाँ सबैलाई थाहा नभएको हुँदा उहाँ बिरामी भएर हस्पिटलमा बसेको हुँदा र उहाँको स्वास्थ्य लाभ नभइसकेको र यहाँ आएर उपस्थित हुन नसकेको हुँदा उहाँको कार्यभारमा मैले यहाँ उपस्थिति भएर यो संरचना त्यो नीति तोकेर आजलाई बैठक सञ्चालन गराएको र उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आजको सभा यही विसर्जन भएको घोषणा गरिएको